नमस्ते र यस एक्सप्लेनरमा स्वागत छ। आज हामी व्यापारको दुनियाँको एउटा एकदमै रोचक र क्लासिक कथामा डुब्न गइराखेका छौँ। यसलाई हामी एउटा बिजनेस केस स्टडीको रूपमा हेर्नेछौँ, जसले बजारको सन्तृप्ति अर्थात् मार्केट स्याचुरेसन र अरूको अन्धो नक्कल गर्दा कस्तो भयानक नतिजा आउन सक्छ भन्ने कुरा एकदमै सठिक रूपमा बुझाउँछ। व्यापारमा सानो ईर्ष्या र बिना सोचविचार चालिएको कदमले कसरी आफैलाई सिद्ध्याउँछ, आज हामी त्यही हेर्दैछौँ। आजको हाम्रो छलफललाई हामी मुख्यतया यी 5 भागमा बाँडेर हेर्नेछौँ। पहिलो, नक्कल गर्ने व्यापारीको समस्या। दोस्रो, बजारमा कसरी मूल्य युद्ध सुरु हुन्छ। तेस्रो, एउटा गजबको चलाखीपूर्ण झुटो हल्ला। चौथो, बाख्रा वर्सेस माछाको लडाई। र अन्तमा यो अन्धो नक्कलको भयानक परिणाम। ल, अब कुरा गरौँ पहिलो चरणको। यहाँबाट हाम्रो कथाको मुख्य पात्र हरिको जीवनमा एउटा यस्तो समस्या सुरु हुन्छ जसले उनलाई निकै सताउँछ। नक्कल गर्ने छिमेकी व्यापारीको समस्या। यो घटनाक्रम हेर्नुहोस् त, कस्तो दिक्कलाग्दो स्थिति छ। हरिले सुरुमा बजारमा फर्सी बेच्न थाले, ठिक त्यही बेला प्रतिस्पर्धी छिमेकीले पनि हुबहु त्यही गर्न थाल्यो। त्यसपछि हरिले दिमाग लगाएर हिल्सा माछा बेच्ने नयाँ आइडिया निकाले, तर प्रतिस्पर्धीले फेरि पनि त्यसै गरे। यो निरन्तरको हेरानी यतिसम्म बढ्यो कि आजित भएर हरिले सार्वजनिक बजारबाटै सम्पूर्ण रूपमा हात झिक्नुपर्ने अवस्था आयो। उनलाई अब आफ्नो रणनीति पुरै परिवर्तन गर्नु थियो। अगाडि बढ्नु अघि यो अन्धो नक्कल वा ब्लाइन्ड इमिटेसन भनेको के हो त्यो बुझ्न एकदम जरुरी छ। यो भनेको प्रतिस्पर्धीले के गर्दैछ भनेर त्यसको भित्री कुरा वा जोखिमको हिसाब किताब नै नगरी बाहिर मात्र हेरेर हुबहु कपी गर्नु हो। र हो, यो त्यही पास हो जसमा हरिको छिमेकी नराम्ररी फस्न गइरहेको छ। अब जाउँ दोस्रो चरणमा। यहाँनिर कुरा अलि गम्भीर हुन थाल्छ, किनकि अब त्यो अन्धो नक्कल एउटा खतरनाक प्राइस वॉर अर्थात् मूल्य युद्धमा परिणत हुन्छ। प्रतिस्पर्धीले हरिको व्यापारको आइडिया मात्र चोरेन, उसले सिधै बजार बिगार्ने खेल खेल्यो। हरिले हिल्सा माछा प्रति किलो 500 रुपियाँमा बेचिरहँदा प्रतिस्पर्धीले 81 मूल्य घटाएर 450 रुपियाँमा झारिदियो। अब सस्तो मूल्य देखेपछि पक्कै पनि ग्राहकहरू उतै तानिने नै भए। यो कुनै स्वच्छ प्रतिस्पर्धा थिएन, यो त जानी हरिको ग्राहक खोज्ने र उसको व्यापार नष्ट गर्ने रणनीति थियो। तर कुरा मूल्य घटाउनुमा मात्र रोकिएन। दुश्मनीको पारो तब चरम सीमामा पुग्छ जब त्यो प्रतिस्पर्धीले सार्वजनिक रूपमै हरिलाई प्रतिस्पर्धा गर्न खोजेको भन्दै पागल भनेर होच्याउँछ। यो अपमान नै वास्तवमा कथाको सबैभन्दा ठूलो टर्निङ पोइन्ट हो। यही बिन्दुबाट हरि र उनकी पत्नीले परम्परागत व्यापार छोडेर एकदमै गोप्य र झुक्क्याउने कर्पोरेट रणनीतितर्फ लाग्ने निधो गर्छन्। अब सुरु हुन्छ तेस्रो चरण, जुन साँच्चै नै एकदमै चाखलाग्दो छ। यहाँ हरि र उनकी पत्नीले मिलेर एउटा गजबको भ्रामक अभियान अर्थात् डिसइन्फर्मेसन क्याम्पेन चलाउँछन्। हरिले आफ्नो नयाँ व्यवसायलाई लुकाउन मात्र खोजेनन्, उनले एउटा शानदार 3 चरणको योजना नै बनाए। पहिलो काम, घरको छानामा काम गर्न मिस्त्रीहरू ल्याउने। दोस्रो, जासुसी गर्न आउने छिमेकीलाई जानी गलत सूचना दिने। र तेस्रो, राति गोप्य रूपमा बाख्राहरू ल्याएर पाल्ने। उनीहरूलाई राम्ररी थाहा थियो कि छिमेकीले